नमस्कार सबैजना। आज चाहिँ म पनि यसो घाँस काट्न निस्केको। सबै घारी घारी छ, यसो घाँस काट्न जानु लाग्यो। अनि सबै झाडी झाडी रहेछ बाटोहरू पनि है। गाउँमा मान्छे नभएपछि यस्तै छ। अनि धेरै दिनपछि यसो घाँस काट्न जानु पर्यो भनेर यसो आएको यस्तो पाहाडतिर। जाने बाटै नरहेछ, एक्लै आएको। डर पनि लागिरहेको छ। हेर पुरा झाडी झाडी हेर, जङ्गलै जङ्गल रहेछ सबैतिर। मान्छे नभएपछि यत्रो खेती गर्ने जग्गाहरू सबै हेर बाँझो भएर यस्तो पत्ती घारी भएको रहेछ। ओहो, घाँस काट्न त आइयो, जाने बाटो पनि नरहेछ है। कसरी जाने होला, झाडी झाडी रहेछ। यस्तै छ गाउँघरको परिवेश। म यस्तो झाडी रहेछ है, यहीँदेखि घारी रहेछ है। गाउँदेखि अलिकति यता 2 मिनट केही हिँडेको थियो, पुरै बाटो नै यस्तै झाडी झाडी रहेछ। यस जम्मै जङ्गलै जङ्गल। घाँस काट्न त आइयो, बरु जाने कसरी। यस्तो जङ्गल छ हेर। बारी त सबै बाँझो बाँझो रहेछ। अब अलि हेर उता गएपछि मिर्गा पनि भेट्ने होला फेरि। मिर्गा भालु पनि आछ मकै कोदो खान भन्दै थियो। त्यही भएर हेर्नुहोस् त, यस्तो छ हाम्रो गाउँ। पहिला कति हरियाली थियो। सेरा गाउँ भनेपछि सबैले ओहो भन्थ्यो। अहिले त मान्छेको बस्ती पातलो। गाउँमा बुढाबुढी आमाहरू मात्रै। अनि यस्तो झाडी रहेछ। अब म त यहाँबाट छिर्ने बाटो पनि नरहेछ। घाँस काट्न भनेर त आइयो, जाने बाटो पनि कसरी हो। अबै कुरै रहेछ। ओहो, डर लाग्यो त हो। सुनसान छ है घारी। हेर्नुहोस् त, जम्मै रुख बिरुवा बढेर यस्तो भएको रहेछ। बाटो पनि यस्तो रहेछ। अब त्यही भएर यसो भिडियो बनाएको। अब घाँस काट्ने ठाउँमा पुगेपछि त मैले भिडियो बनाउनु अलि मिल्दैन। अनि त्यही भएर यसो यो अहिले बाटोमा हिँड्दाखेरि बनाएको है। अब पम्पला पनि यस्तो भएछ। अब सबै रुखहरू बढेर यस्तो सबै जङ्गलै जङ्गल भएको रहेछ है। हो, पारी पाखाहरू पहिला कस्तो सबै देख्थ्यो, अहिले त आमा डम्मै भएर केही पनि नदेख्दो रहेछ। ओहो, घारी न घारी। अब भरे आउने पो कसरी हो। घाँस काट्न त आइयो, पुरा घारी घारी भएको रहेछ। जङ्गलै जङ्गल, बाटो नरहेछ। अब आउन त आइयो है, बरु भरे घाँस काटेर आउने कसरी हो। आमा कति अप्ठ्यारो बाटो। अब यस्तो झाडी। माथितिर पहिला हामी गोठाला जाने डाँडा उता के अरे पोहोरथोकतिरको डाँडाहरू हेर्नुहोस् त, सबै अब उता योभन्दा उता पाडे गाउँ पनि पुरा घरबारी भएको रहेछ। ओहो, हेर्नुहोस् त, जङ्गलै जङ्गल भएको रहेछ है। 3 सालपछि आएको यस्तो भएछ हो, जङ्गलै जङ्गल हो। पर गाउँहरू पनि पुरा सुनसान भएको रहेछ है। अब घाँस काट्न त आइयो, कता जाने घाँस कता छ भन्दै थियो। घाँस पनि सबै साल्ने घारीहरूमा चाहिँ रहेछ हो। डाँडा पाखा सबै वनजङ्गल
भएछ ल अब म पनि घाँस काट्ने ठाउँ आइपुग्न लाग्यो है। अब घाँस काट्नु पर्यो अहिले पछि यसो मिल्यो भने घाँस काटेको ठाउँतिर यसो तल त मिर्गा कराइरहेको छ पुरा जङ्गलै जङ्गल हेर बब्ब यस्तो जङ्गल भएको रहेछ। ल अब म पनि घाँस काट्ने ठाउँ आउन लाग्यो है। अब अहिलेलाई बिदाई। सबैजनाले मेरो यो टोनिस गुरुङ युट्युब च्यानल गएर यसो भिडियो हेरेर यसो सब्सक्राइब पनि गरिदिनु होला है भन्न चाहन्छु। हस्त धन्यवाद सबैलाई। अब चाहिँ म बिदा हुन्छु सबैजनालाई बाई बाई।